यतातिर छिप्पेको बोका भेट्यो है त। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा। यो चाहिँ चिरुवा गाउँ हो है। ल हेर्नुहोस्, चिरुवाबाट टक्क माछा पुछ्रे यहीँ अगाडि देखिन्छ। अनि यता तल चाहिँ स्याङ्जा बजार हो। हुस्सुले कोरिरहेछ। त्यो अन्नपूर्ण हिमाल भइहाल्यो। अन्नपूर्ण हिम श्रृङ्खला अन्तर्गत पर्ने हिमालहरू देखिन्छ यहाँबाट है। यो माछा पुछ्रे, यो चाहिँ अन्नपूर्ण है त। हेलो अनि नमस्ते, वेलकम टु माई अनदर ब्लग। अभी मजा आएगा ना भिडो। हेलो फ्रम तनहु है। म चाहिँ तनहुमा छु अहिले। हामी जाँदैछौँ टोड इब्राहिम मन्दिर। घाम लागेर यस्तो भइसक्यो। अनि हामी जाने साधन चाहिँ त्यहाँ पछाडि छ होइन, गाडी आउँदैछ। अब चाहिँ हामी जाने कुरो हुन्छ है त। यताबाट यस्तो देखिन्छ है त, हेरौँ है यताको अवस्था। कुहिरो लागिरहेछ जङ्गलको बिचमा। आउँदा आउँदै यस्तो जाममा परियो है। काम चल्दै रहेछ यता। यस्तो छ यताको अवस्था। सर पुरै कुहिरो लाग्यो। कुहिरोले खतम। त्यो पहाडी गाउँहरू देख्यो कि नै? यो चाहिँ स्याङ्जा र तनहु मिश्रित गाउँहरू हो टक्क है। रमाइलो छ है यता है। यो चाहिँ कोलमा कोटको डाँडा हो होइन। कस्तो छ देख्न सक्नुहुन्छ। त्यो पहाडी कोलमा कोट है त्यो डाँडा। अनि यो चाहिँ तनहु भइहाल्यो। बाटो बन्दै रहेछ, कन्स्ट्रक्सनको काम हुँदै रहेछ, देख्न सक्नुहुन्छ। हाम्रो गाडी चाहिँ वहाँ पछाडिबाट क्या छ, अब खुल्छ होला है। यो चाहिँ हरिनास होला। यो पनि हरिनास जाने बाटो भयो। त्यो पारी पारी चाहिँ बिरुवा गाउँपालिका। यो चाहिँ हरिनास है। ओ आइयो है फाइनल्ली। यस्तो छ पुरै 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 कुहिरो छ है। कुहिरो कुहिरो खासै भिड रहेछ। छिट्टै सकिन्छ। जाडो छ है, जाडो छ जाडो। ल इब्राहिम मन्दिरमा आइसक्यो। पूजा सुजा भइसक्यो हाम्रो है। अब यस्तो छ यताको अवस्था। अब हामी चाहिँ जाँदै हो। काम सकियो यताको। जाडो छ है एकदम, जाडो धेरै छ। अब लाग्यो है त। अब खाजाने ठाउँमा भेटौँला। ल टोली फर्किँदै। बाटो राम्रो छ। ल है यस्तो छ है अवस्था। कस्तो यस्तो छ। म यता छु, हिँडिरहेको छु है म है। अनि मेरो अगाडि चाहिँ यस्तो छ अवस्था। टन्नै रहेछ यता बाटोतिर पूजाको सामानहरू पाउने ठाउँहरू। हामी फर्किँदैछौँ। कोही आउँदै हुनुहुन्छ। घरबाटैले बाई बाई हाने है त। यता छु है म। यस्तो छ अवस्था है। यस्तो छ है पूजाको सामग्रीहरू। फर्किँदै म यता श्रीमतीज्यू यता होइन। अनि बाँकी उहाँ पुगिसक्नु भएको। छोरो चाहिँ बाबासँग। बाटो चाहिँ यस्तो छ है। खर्केटी खर्केटी टक्क लाएर हिँड्ने है त। केरा किन्ने होइन। कति पर्यो होला यो केराको मूल्य? ल रमै कति पर्यो गाई। यतातिर छिप्पेको बोका भेट्यो है त। ल हामी चाहिँ फर्क्यौँ।
गाडीमा गएको थियौँ, गाडीले गीत बजाएर खिचेको भिडियोहरू चाहिँ छ। कपिराइट आएन भने चाहिँ त्यो फुल भिडियो आउँछ के अरे, त्यो कट हुनेवाला छ है त। यस्तो छ, टक्क घर आइसक्यो। अब गएर सुत्ने कुरो हुन्छ, निन्दा लागेको छ गाइज है त। त्यति भन्दै बाई बाई है आजको भिडियोबाट। अब अर्को भिडियोमा भेटौँला।